आज हाम्रो यो 10 गजामा हाम्रो सशस्त्र प्रहरी बलबाट हाम्रो डन्डाबाट आउनुभएका सम्पूर्ण यहाँका सशस्त्र प्रहरी बलका अध्यक्ष हुनुहुन्छ यहाँ अगाडि र उहाँका टिमले आज यो 10 गजालाई सरसफाइ गर्दै हुनुहुन्छ। आजसम्म अब अरूको अभियानमा थियो भने आज चाहिँ उहाँहरूको अभियानमा आफ्नो मात्रै स्टाफहरू बसेर र एसएसबीका केही सहयोगीहरूका साथमा आज सरसफाइ यहाँ हुँदैछ। यो 10 गजा हो, यो नेपाल भारत दुवै सिमानाको 10 गजामा हाम्रो सशस्त्र प्रहरी बलले यसरी सफा गर्दै हुनुहुन्छ। यहाँको फोहोर मैलाहरू सबै हटाउँदै हुनुहुन्छ। यसको लागि उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। हामी नेपालीहरूले हाम्रो आफ्नो सिमानालाई कसरी सुरक्षित र राम्रो बनाउनुपर्छ भन्ने एउटा भावना राखेर उहाँहरूले जुन एउटा सरसफाइ राख्नु भएको छ यसको लागि उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो यो सबै भारतीय एसएसबी साथीहरू पनि हुनुहुन्छ र हाम्रो सशस्त्रका यहाँको हाम्रो डन्डाको साथीहरू सबै यहाँ चाहिँ सरसफाइमा सबै खटिएको हुनुहुन्छ। हेर्नुहोस्।